नमस्ते सम्पूर्णलाई एसआरएन डान्स स्टुडियोमा स्वागत छ। म चाहिँ एसआरएन डान्स स्टुडियोको प्रशिक्षक। यदि तपाईहरु डान्स सिक्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। यसको लोकेसन रहेको छ दाङ जिल्ला तुलसीपुर 9 बेलुवा दाजुभाइ चोकमा। तपाईहरु अनलाइनबाट पनि डान्स सिक्न चाहनुहुन्छ सक्नुहुन्छ। सो त्यसको लागि चाहिँ तपाईले हाम्रो भिडियोहरु कन्टिन्यू गर्नु होला। यदि सब्स्क्राइब गर्नु भएको छैन यो च्यानल भने अहिले नै सब्स्क्राइब गरिहाल्नु होला। र अब चाहिँ हामी तपाईहरुलाई अनलाइनको माध्यमबाट डान्स सिकाउनको लागि यस भिडियो तयार गरिरहेका छौं। सो आज मैले सिकाउने छु 8 तपाईहरुलाई 8 वटा फुटवर्क सिकाउने वाला छु। अलिकति हार्ड हुन सक्छ सुरुमा, तपाईहरुलाई जस्तोसुकै हार्ड भए पनि इजी तरिकाले एकदमै तपाईलाई चाहिँ सजिलोसँगले सिकाउँछु। सो त्यसको लागि भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्नु होला। त्यसपछि तपाईलाई कस्तो लाग्छ आफ्नो सल्लाह सुझाव दिन नछुटाउनु होला है त। ल म चाहिँ पहिले 1 देखि 8 वटा सबै स्टेपहरुलाई कन्टिन्यू गरे। एउटा स्टेपलाई चाहिँ मैले काउन्टमा 8 सम्म गन्छु अनि यसरी सम्पूर्ण 8 स्टेपलाई मैले कन्टिन्यू गरिराख्छु अनि त्यसपछि तपाईलाई एक एक गरेर सिकाउन आउँछु ल है त। ल नम्बर 1 मा छ है। नम्बर 1 मा चाहिँ ल मैले चाहिँ सँगसँगै गरेर देखाए। 1 2 3 4 5 6 7 8। 2 नम्बरमा 1 2 3 4 5 6 7 8। अब चाहिँ 3 नम्बरमा 1 2 3 4 5 6 7 8। अनि 4 नम्बरमा 1 2 3 4 5 6 7 8। नम्बर 5 मा 1 2 3 4 5 6 7 8। नम्बर 6 मा 1 2 3 4 5 6 7 8। नम्बर 7 मा 1 2 3 4 5 6 7 8। अब नम्बर 8 मा 1 2 3 4 5 6 7 8। ल यो सम्पूर्ण स्टेपलाई चाहिँ म अब एक एक गरेर सिकाउने छु। भिडियो थोरै लामो हुन सक्छ। जति नै लामो भए पनि एकदमै ध्यान दिएर हेर्नु होला। सबै तपाईलाई हात कतातिर लिने, खुट्टा कहाँ कसरी लिने सबै सजिलैसँग सिकाउने वाला छु। ल स्टेप 1 लाई चाहिँ हामीले कसरी गर्ने भन्ने कुरा है। ल फर्स्टमा चाहिँ हाम्रो स्टेज उभिने हैन, यतिकै उभिने। त्यसपछि फर्स्टमा चाहिँ हामी यो गरे। ल यो चाहिँ लेफ्ट है त, लेफ्ट यो चाहिँ राइट। हामी सट्टा यतातिर जान्छौँ। 1 ट्याक्कै चेन्ज गर्छ। त्यसपछि 2 3 अब त्यसपछि फेरि चेन्ज 4। अब 4 आइसकेपछि 5 6 7 8 मा 4 आइसकेपछि 5 6 7 8 मा चाहिँ हामी एउटै दिशातिर 5 6 7 8। ल यसलाई एकचोटि फेरि गरौँ। 1 2 3 4। यसलाई चाहिँ अझ फास्ट भयो। हामीले चाहिँ अलि ढिला गरौँ। 1 2 3 4 5 6 7 8। ल यसलाई हामीले फास्टमा हामीले गर्यो भने चाहिँ यस्तो हुन्छ। 1 2 3 4 5 6 7 8। खुट्टा चाहिँ हाम्रो यस्तो हुन्छ है त। 1 2 3 4 5 6 7 8। ल सँगसँगै गरौँ त। 1 2 3 4 5 6 7 8। ल यो थियो स्टेप नम्बर 1। अब स्टेप 2 मा छ। हामी पहिले खुट्टाको स्टेप गरौँ। 1 2 3 4 4 सिंगल भयो। यता एकचोटि यता एकचोटि भयो। अब यता हामी 2 पटक है त। 5 6 7 8। अलि फास्ट गरौँ। 1 2 3 4 5 6 7 8। ल अब चाहिँ हातको स्टेप। हामी चाहिँ फर्स्टमा हामी यतातिर खुट्टा यसरी लग्दैछौँ भने चाहिँ यो हात चाहिँ यस्तो हुन्छ। यस्तो 1
2 हुन्छ सिधा अगाडि 2 1 2 अब 3 मा चाहिँ यो साइड है त 3 4 ल 5 6 7 गो 1 2 3 4 अब 5 6 7 8 काउन्टमा चाहिँ एउटै साइडतिर 5 6 7 8 ल यसलाई हामी फास्टमा गरौँ है त 1 2 3 4 5 6 7 8 अब फेरि हामी फेरि यतातिर 1 जान्छौँ 1 2 3 4 5 6 7 8 ल यो सबै स्टेपलाई एकचोटि गरौँ 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 ल स्टेप ल यो 2 नम्बर पनि भयो अब 3 नम्बरमा चाहिँ कस्तो छ भने खुट्टाको स्टेप है त पहिले खुट्टा पछाडि हुन्छ ल यो खुट्टा पछाडि हुन्छ हामी जम्प चाहिँ उतातिर जान्छौँ अनि किक हान्छौँ हामी दायाँतिर किक हान्छौँ पछाडि जुन खुट्टा पछाडि लगेका छौँ यसलाई चाहिँ हामी किक हान्छौँ राइटतिर अनि यो लेफ्ट खुट्टालाई चाहिँ लेफ्टतिरै जान्छौँ 1 2 यसरी है त 3 4 5 6 7 8 ल एकचोटि अहिले फास्टमा जाउँ 1 2 3 4 5 6 7 8 अब हातसँगै जाउँ है त जतातिर हात जान्छ खुट्टा जान्छ हातमा त्यतै 1 2 3 4 5 6 7 8 ल यसलाई हामी फास्टमा गरौँ एकचोटि 1 2 3 4 5 6 7 8 ल स्टेप 3 स्टेप पनि भयो अब हामी जान्छौँ स्टेप नम्बर 4 मा स्टेप 4 मा छ खुट्टा अगाडि जान्छ है त राइट खुट्टा अगाडि गयो भने हाम्रो लेफ्ट खुट्टा पछाडि जान्छ 1 अब यो राइट खुट्टालाई हामी ट्याक्क टेक्छौँ तल 2 यो पछाडिको खुट्टा चाहिँ हामी उठाउँछौँ फेरि जुन खुट्टा बसेको हुन्छ त्यसलाई हामी ब्याक पछाडितिर 3 यो 3 यस्तो हुन्छ ल 1 2 3 4 5 6 7 8 यो जान्छ है त ल एकचोटि फेरि 1 2 3 4 5 6 7 8 अब हातको स्टेप 1 2 3 4 5 6 7 8 ल खुट्टासँगै जाउँ राइट खुट्टा किक गयो भने चाहिँ हाम्रो लेफ्ट हात हुन्छ ट्याक्कै अपोजिट हुन्छ है त यो राइट खुट्टा लेफ्ट खुट्टा राइट हात ल यसलाई हामी फास्टमा गरौँ 1 2 3 4 5 6 7 8 अब हामी जान्छौँ स्टेप 5 नम्बर स्टेपमा जान्छौँ 5 नम्बर यसको ठ्याक्कै उल्टो यस्तो हुन्छ पहिले हामी चाहिँ खुट्टा राइट खुट्टा उठाउँछौँ अगाडि हामी पछाडि गएको थियौँ भने अब चाहिँ अगाडि जान्छौँ यो उठाएको खुट्टालाई चाहिँ पछाडि है त 1 2 3 4 5 6 7 8 हाम्रो यो पछाडि यो हाम्रो कुम चाहिँ पछाडितिर 1 2 3 4 5 6 7 8 जान्छ सँगसँगै यो पछाडि 1 2 3 4 5 6 7 8 ल यो चाहिँ यसलाई फेरि एकचोटि फास्ट गरौँ 1 2 3 4 5 6 7 8 अब हामी जान्छौँ स्टेप नम्बर 6 स्टेपमा 6 स्टेपमा छ 1 खुट्टा किक हामी यो साइडमा किक हान्यौँ है त यता लेफ्टमा किक हान्यौँ त्यसपछि राइट किक हान्छौँ 1 2 हुन्छ यो किक हाने खुट्टालाई चाहिँ बसाउने अनि लेफ्टलाई उठाउने 3 अनि ल 1 2 3 4 5 6 7 गो 1 2 3 4 4 बसाउने 1 2 3 4 5 6 7 8 ल 5 6 7 गो 1 2 3 4 5 6 7 8 खुट्टाले हात चाहिँ जस्तो गरेर पनि हुन्छ है हात जता जान्छ हातमा यसमा हातको स्टेप हुँदैन हात चाहिँ जसरी गयो 1 2 3 4 5 6 7 8 ल
जसरी सजिलो लाग्छ हात त्यसरी लग्ने। अनि स्टेप नम्बर अब 7 मा 7 नम्बर स्टेपमा छ के कान्छौँ पहिला हामी 1 2 3 4 4 चाहिँ स्टेट अगाडि जान्छ। यो सबभन्दा मेन फोकस चाहिँ दायाँ खुट्टालाई गर्ने। लाइक चाहिँ हामी के कान्छौँ 1 2 3 4 4 अगाडि गयो है त। फेरि एकचोटि 1 2 3 4। अब लेफ्टको पालो 5 6 7 अगाडि 8। अब यसमा हातको स्टेप 1 2 यो 1 2 3 4 1 2 3 4। हामी खुट्टाको स्टेप सर्टकटमा जाउँ 1 2 3 4 1 2 3 4। अब हात चाहिँ जाउँ 5 6 7 गो 1 2 3 4 5 6 7 8। ल अब चाहिँ हामी अन्तिम स्टेप नम्बर 8 मा छौँ। स्टेप 8 मा छ हाम्रो फर्स्टमा चाहिँ हामी यो राइट खुट्टालाई हामी लेफ्टतिर लग्छौँ यो साइड र लेफ्ट खुट्टा हामी लेफ्टतिर जम्प लिन्छौँ 1। अब ट्याक्कै यो राइट खुट्टालाई हामी पछाडिबाट लेफ्टलाई अगाडि 2 3 4 5 6 7 8। ल एकचोटि फेरि जाउँ 5 6 7 गो 1 2 3 4 5 6 7 8। अब हाम्रो राइट खुट्टा 1 जाँदा लेफ्ट हातलाई चाहिँ यता लेफ्टतिर अनि लेफ्ट जाँदा राइटतिर ट्याक्कै यसमा अपोजिट 5 6 7 गो 1 2 3 4 5 6 7 8। ल गाइस आजको यस 1 देखि 8 वटा स्टेप कस्तो लाग्यो? सबैजनाले सुरुदेखि अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र आउँदा दिनमा पनि यस्तै खालको नयाँ भिडियो ल्याउने बाचाका साथ अहिले तपाईहरु माझबाट छुट्टिन्छु। हस्त धन्यवाद।